नमस्कार। आज हामी एउटा एकदमै चाखलाग्दो कुरामा छलफल गर्दैछौँ। आजको सानो बचतले भोलि गएर कसरी ठूलो सम्पत्ति बनाउन सक्छ। हो, आजको हाम्रो यो विश्लेषण यही विषयमा केन्द्रित छ, जहाँ सानो तर नियमित लगानीले कसरी ठूला सपनाहरू साकार पार्न सक्छ भन्ने कुरालाई हामी गहिरिएर हेर्नेछौँ। अब धेरैजनालाई लाग्दो हो कि साँच्चै महिनाको केही हजार बचत गरेर करोडपति बन्ने सपना देख्न सकिन्छ र? सुन्दा त अलि असम्भव जस्तो लाग्छ होइन? तर वित्तीय संसारमा एउटा यस्तो शक्ति छ जसले यो असम्भव जस्तो लाग्ने कुरालाई पनि सम्भव बनाइदिन्छ। र यही नै आजको हाम्रो छलफलको मुख्य सार हो। सम्पत्ति बनाउनको लागि ठूलै तलब चाहिन्छ भन्ने कुनै जरुरी छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने बचत र लगानी कहिलेबाट सुरु गरिन्छ। जति चाँडो सुरु गर्यो त्यति नै राम्रो। ल अब अलिकति भित्रै छिरेर हेरौँ न, आखिर कसरी हुन्छ त यो? कसरी सानो बचतलाई एउटा ठूलो सपनामा बदल्न सकिन्छ? यसको पछाडि एउटा एकदमै सरल तर शक्तिशाली अवधारणा लुकेको छ। र त्यो शक्तिशाली अवधारणा अरू केही होइन, त्यो हो चक्रवृद्धि ब्याज अर्थात् कम्पाउन्डिङ। कतिले त यसलाई वित्तीय संसारको आठौं आश्चर्य वा जादु पनि भन्छन्। आज हामी यही जादुले कसरी काम गर्छ भनेर बुझ्नेछौँ। वास्तवमा कुरो धेरै पैसा कमाउने होइन के, कुरो त के हो भने आफ्नो पैसालाई आफैले काममा लगाउने। हामी सुतिरहेको बेला पनि त्यसले काम गरिरहोस्। हो, यही सोचाइले पैसाप्रतिको हाम्रो दृष्टिकोण नै बदल्न सक्छ। त्यसो भए यो चक्रवृद्धि ब्याज भनेको चाहिँ के हो त? सिधा भाषामा भन्दा यो यस्तो प्रक्रिया हो जहाँ लगानीबाट कमाएको नाफामाथि पनि फेरि नाफा कमाइन्छ। मतलब पैसाले नै थप पैसा कमाउँछ। यो नै पैसाले पैसा बनाउने सबैभन्दा शक्तिशाली तरिका हो। यो चक्रले यसलाई अझै छर्लङ्ग पार्छ। हेर्नुस् है, पहिलो कदम केही रकम लगानी गर्ने, दोस्रो त्यो लगानीबाट नाफा आउँछ, तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कदम हो त्यो नाफालाई निकालेर खर्च गर्ने होइन, त्यसलाई पनि फेरि लगानी गर्ने, र चौथो अब सुरुको लगानी र त्यो नाफा दुवै मिलेर नयाँ नाफा कमाउन थाल्छन्। अनि यो चक्र चलिरहन्छ र पैसा बन्ने गति पनि तेज हुँदै जान्छ। अब यो कम्पाउन्डिङको जादु चल्नको लागि एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिन्छ, त्यो हो समय। यो समीकरणमा समयको भूमिका कति शक्तिशाली हुन्छ, आउनुहोस् हेरौँ। ल एउटा उदाहरण हेरौँ है त। मानौँ दुईजना व्यक्तिले हरेक महिना बराबर रकम लगानी गर्छन्। फरक यति हो कि एकजनाले 20 वर्षको उमेरमा सुरु गर्छ भने अर्कोले 30 वर्षमा। केवल 10 वर्षको फरकले किन असर पार्ला र होइन? आउनुहोस् हेरौँ। अब यो चार्टमा हेर्नुस् त, नतिजा त वाओ, साँच्चै अचम्म लाग्दो छ। 60 वर्षको उमेरमा पुग्दा 30 वर्षमा सुरु गर्नेको तुलनामा 20 वर्षमा लगानी सुरु गर्ने व्यक्तिको सम्पत्ति लगभग दोब्बर भन्दा पनि बढी देखिन्छ। सोच्नुस् त, लगानीको रकम उही हो, तर केवल 10 वर्ष चाँडो सुरु गर्दा सम्पत्ति दोब्बर भन्दा बढी। हो, यो नै हो समयको शक्ति। त्यो सुरुको 10 वर्षले यति ठूलो फरक पारिदिन्छ। भनेपछि यसबाट के देखियो त? कति पैसा लगानी गरियो भन्ने भन्दा पनि कति लामो समयसम्म गरियो भन्ने कुराले पो ठूलो फरक पार्दो रहेछ। त्यो सुरुको 10 वर्षको अग्रता नै सबैभन्दा शक्तिशाली हतियार हो। ल, यति कुरा बुझिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, यो यात्रा कसरी सुरु गर्ने त? यो सुन्दा जति जटिल लाग्छ नि, सुरु गर्न त्यति नै सजिलो छ। लाखौं लगानी गर्नै पर्दैन। सुरु गर्नलाई महिनाको 5 वा 10 हजार जस्तो सानो रकम पनि काफी हुन्छ। यहाँ महत्त्वपूर्ण कुरा रकम भन्दा पनि नियमितता हो। हरेक महिना नबिराई लगानी गर्नु चाहिँ मुख्य कुरा हो। अनि सुरु गर्ने पनि दुईवटा एकदमै सजिला तरिकाहरू छन्। पहिलो हो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान अर्थात् एसआइपी। यसमा हरेक महिना एउटा निश्चित रकम म्युचुअल फन्डमा आफै लगानी हुँदै जान्छ। दोस्रो तरिका हो प्रत्यक्ष शेयर बजारमा राम्रो कम्पनीहरूको शेयर किनेर लगानी गर्ने। अब हामी लगभग अन्त्यतिर आइपुग्यौं। एउटा कुरा के याद राख्नुपर्छ भने आज हामीले लिने एउटा सानो वित्तीय निर्णयले नै हाम्रो भोलिको भविष्यलाई आकार दिन्छ। यो भनाइले सायद सबै कुरालाई एकै ठाउँमा ल्याउँछ। लगानी सुरु गर्ने निर्णय अहिले सानो लाग्न सक्छ, तर यसले एउटा सुरक्षित र राम्रो आर्थिक भविष्य निर्माण गर्ने ठूलो क्षमता राख्छ। हो, लगानीमा जोखिम त हुन्छ, तर सबैभन्दा ठूलो जोखिम के हो थाहा छ? त्यो हो सुरु नै नगर्नु। हामीले ढिलाइ गर्ने हरेक दिन चक्रवृद्धि ब्याजको शक्तिबाट पाउन सकिने वृद्धिलाई सधैँका लागि गुमाइरहेका हुन्छौँ। त्यसैले अन्त्यमा यो प्रश्न आफैलाई सोधौँ, आफ्नो पैसालाई कहिलेदेखि काममा लगाउने त? भविष्य निर्माण गर्ने सबैभन्दा सही समय हिजो थियो र दोस्रो उत्तम समय आज हो।